हेलो गुड मर्निङ। आज हाम्रो यता पशुपति नगरदेखि दार्जिलिङतिर बढिरहेको छ है गाइज। गाइज हामी दार्जिलिङको बाटोमा है हेर्नु त सो दार्जिलिङ चाहिँ वेस्ट बेङ्गाल स्टेट इन्डियाको चाहिँ एउटा एकदम के भने सबैको लागि एउटा ड्रिम सिटी हो, जहाँ चाहिँ हरेक पर्यटकहरूलाई चाहिँ एकचोटि आउने इच्छा हुन्छ। के छ मजा आइरहेछ? एकदम ए ल गुड 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 बाटोको भ्यू को मजा लिइराख्नु पर्छ होइन? भ्यू भ्यू छ क्या भ्यू कति हेर्नु आउनु है गाइज यो बाटोमा एकचोटि त आउनु पर्यो यस्तो ठाउँमा। एकचोटिले पुग्दैन, दुईचोटि आउनु पर्यो। एकचोटि सिङ्गल आउनु, एकचोटि जोडीमा आउनु। दार्जिलिङमा मुख्यतः मानिसहरू चाहिँ यहाँको जुन स्टिम इन्जिन ट्रेन रहेको छ, यस्तो अप्ठ्यारो ट्रेनमा पनि ब्रिटिसहरूले चाहिँ यहाँ न्यारो गज रेलवे स्थापना गरेको त्यो चाहिँ अहिलेसम्म पनि सञ्चालनमा रहेको छ र त्यो चाहिँ पर्यटकहरू चाहिँ मुख्य आकर्षण पनि बनेको छ है। बजार हो है, सिमाना बजार आइपुगेको छ हामी। सिमाना बजार है साथीहरू। यहाँदेखि चाहिँ सुखिया 4.5 किलोमिटर, दार्जिलिङ 24 किलोमिटर छ भने घुम चाहिँ 16 किलोमिटर रहेको छ। बाटोमा देखिने यस्तो मनोरम ठुला अग्ला विशालका रूपहरूले चाहिँ एकदमै मन लोभ्याइरहेको छ है। दार्जिलिङ नेपालको भूभाग अहिले त छैन, त्यही पनि नेपालीपन भने चाहिँ दार्जिलिङबाट अझै पनि हटेको छैन। के कुराहरूले यो कुरा चाहिँ अझै झल्काउँछ भन्दाखेरि सर्वप्रथम चाहिँ यहाँको भाषा बङ्गाली र नेपाली हो भनेदेखि यो दार्जिलिङ सिटीमा अथवा पशुपति नगरबाट टेक्ने बित्तिकै हामी आफ्नो भाषा चाहिँ परिवर्तन गर्नु पर्दैन। मजाले नेपाली बोलेर कम्युनिकेसन गर्न सक्नुहुन्छ। हरेक मान्छेले त्यहाँ चाहिँ नेपाली नै बोल्छन्, त्यहाँको अफिसियल ल्याङ्ग्वेज पनि हो। मेरो चाहिँ यो फर्स्ट टाइम दार्जिलिङ हो र सधैँ चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि चाहिँ दार्जिलिङमा के त्यस्तो ब्युटी थियो के त्यस्तो ब्युटी छ कि जुन चाहिँ अरू साम्राज्यले चाहिँ आँखा लगाएकी चाहिँ यो भूभाग चाहिँ हामीले लिनुपर्छ होइन भनेर। अनि हामीले गुमाएको त्यो सुन्दर भूभाग चाहिँ कस्तो छ भनेर चाहिँ मलाई सधैँ नै यहाँ चाहिँ भिजिट गर्नुपर्छ भनेर चाहिँ लागिरहन्थ्यो कि त्यो चाहिँ यसपालि पुरा हुँदैछ। ड्राइभर बिहेको खतरनाक हुन्छ गाइज। यो हेर्नु है हामी कहाँ आएको, कति कन्जेक्टेड एरिया छ यार। माथि इन्फर्मेसन सेन्टर छ। थाहा छैन। दार्जिलिङ 20 kmph, सिलिगुडी कति रहेछ यहाँ? सिलिगुडी गएपछि है मान्छे पनि धेरै राम्री छ यहाँ क्या। यता बिहे गर्दा हुन्छ। हामीले बोर्ड कहाँ हामी गएर यसो पोज गरेर हेर्नु न ब्लगमा भइहाल्छ। हाम्रो अहिलेको लोकेसन सुखिया थाना दार्जिलिङ। हामी ठ्याक्कै दार्जिलिङ डिस्ट्रिक्टमा सुखाइमा ट्राइपोको सपिङ गर्नु खोजेको अलि बलियो छ कि धेरै भाइब्रेट पनि गर्दो रहेछ। त्यो पसलमा मैले पाएन सेल्फी स्टिक, अनि हामी अर्को पसलमा आयो। अब यो नयाँ पसलमा अब यहाँ हाम्रो 2वटा सेल्फी स्टिक रहेछ यस्तो। घरमा बोलेपछि बाटोमा यस्तै खोजेर हिँड्नुपर्छ।
यो पसल चिनिहाल्नु यहाँ सही डिस्काउन्ट भाउ छ त दार्जिलिङतिर आउँदा यहीँबाट किन्नु हुँदो रहेछ गाडी चाहिँ साङ्गर भएर तले ठाउँ नै पाएर पाउनु भएन कहाँ पुग्नु भएको छ उहाँ अगाडि कस्तो लागिरहेको लिएर आउनु पर्दैन थकित भएर यहाँ यस्तै छ गाडी फेरि आएर पछाडिबाट उठाइदियो ल ओहो गाइज म कहाँ आए जस्तो लाग्छ हो सर एकचोटि हेर्दैन एक लुक खतरा आएको छ यो रोडको आउनु आउनु तपाईँ आउनु हामी पनि आउनु सुखिया वेलकम हेलो के छ खबर कस्तो छ यहाँ सिनिक भ्यू आउनु मजा आइरहेछ सल्लाह गाडीहरू नि वस्त्र कच्चाहरूको दार्जिलिङ भन्दा यहीँ रमाइलो हुँदो रहेछ सुखियातिरै यो यहाँ जानु खोजेको छौँ माथि सुरसरी डोराउँदै हुनुहुन्छ हामीलाई घाट देख्न सक्नुहुन्छ थुप्रै भिडभाड छ रेडी गाडी छैन क्रस गरौँ है Let's go. त्यही हो क्या झोल 10 रुपैयाँ भइसक्यो 10 रुपियाँ बच्यो मलाई अगाडि जान्दिन ल अलिकति कता हिँडेको बिजुली बनेर फोटोको लागि तयारी गर्दैछौँ सरले लागि पर्नेछ सेटिङकोमा यस्तै छ आजको घुमाइ अलग दार्जिलिङको छुकछुके रेल कति बेला छुट्ने हो भ्याउँछ कि भ्याउँदैन हामीले